गाजर त साह्रो हुन्छ गाजर त साह्रो हुन्छ नि रोस्टेड त ठिक्क हुन्छ ओइल पाक्छ क्या त्यो त खाइयो त हजुरले होइन आधी जति हाल्नु न चम्मच फिसको लागि म्यारिनेसन गर्दै हुनुहुन्छ दिदीले 4 चम्मच होला भाइ यो राखौँ होला ल भयो भयो त्यो त रोज मेरो त्यो फेरि अस्ति नै बनाएको पुरानो धेरै पुरानो होइन बनाएर खाइराखिन्छ के अरे अब राख्नै पर्यो कति भयो नेपाली भएपछि नेपाली मसला पनि मिसाउनै पर्यो होइन दिदी चाहियो नि राख्नु राख्नु त्यो छकरे गाउँकै गाउँकै बेसारो लाउँछ अझै राख्नु भयो भयो चिल्ली राख्नुहोस् अब नेपालीमा त चिल्ली त चाहियो स्पाइसी अझ अर्कोहरू पनि राख्नुपर्छ के अखबारै राख्ने हो र यो होइन राख्नु त मन पर्दैन त्यही राख्नु का त्यति हाल्नु सबै त्यो हाल न त्यो काटेर हाल्नु ल अब ब्ल्याक पेपर राखिदिनुहोस् थोरै 1 चम्मच भयो यति अझै चाहिन्छ होला ब्ल्याक पेपर राख्नु राख्नु यहाँको रोटान्दै ब्ल्याक पेपर अब माछा बनाउँदा कागती भएन भने त मजै आएन चाहियो माछालाई चाहिँ लेमन चाहियो को भाडा चाहिँ एकदम दामी छ ओरिजिनल हो के अरे राख्नु राख्नु 2 चम्चा 2 चम्चा त टुक्का अझै बढी राख्नु खाउ लाग्नु भयो त खाउ लाग्नु भयो त यस्तो बनाएपछि खाना त पर्यो नि हेर्दै रस आइसक्यो अहिले त ल एकदम होइस्क्यो अनि कता कता डल्ला टेस्ट राम्रो छ दिदी एकदम वाउ छ नेपाली टेस्ट छ कि युरोपियन स्टाइलको हो कस्तो हो मिक्स ल युरोपियन माछाको ल हेर्नुहोस् ल यस्तो गरौँ ल हेर्नुहोस् ल आउँछ भाडामा आउँछ 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 अब के गर्नु त काट्दिनु पर्छ दाइलाई राखिदिनु पुग्छ बो पर्दैन ल अब बच्चालाई जस्तो छ त दिदी त्यो लाए जस्तो हजुर बच्चा कहाँ त्यत्रो 4-5 किलोको हुन्छ नि त नि अनि ल मस्त तरिकाले त्यो फेरि ओरिजिनल प्योर ओरिजिनल लोकल माछा है किनेको पनि होइन यो अहिले ज्वाइन जेठानले हाम्रो लाइसेन्स बनाउनु भयो ज्वाइन जेठानले माछा मार्न जाने यत्र माछा मारेर ल्याउने ओरिजिनल मिठो मिठो फेरि बनाएर खुवाउने मेरो भएको है साथी सिकाउने फेरि भाइ है भाइ दाइ दिदी हामी घर फ्यामिली मिलेर मैले रोस्टेड चाहिँ मैले खासै बनाएन अरू बनाउन छुट्टीको दिन यो माछा त्यति बनाउन आउन हामी नेपालीले त्यही भएर होला रोस्टेड गरेर खाने भनेर आज यत्रो ठुलो छ आज हिजो बेलुका पानी लिनु रुच्नु भयो रुच्यो नि दिदी फेरि आइदियो दुःख गरेर लिनुभएको एकदम अहिले खाना आनन्द आउँछ ल अब त्यहाँभित्र कागती लसुन प्याज मसरुम ओ माछा पनि सानो भएको हुन्छ त ठुलो माछालाई गाह्रो छ दिदीलाई सबै हालमा यो होइन आधी राख्नु अर्कोलाई नि हाल्ने होला नि त
ल मसरुम प्याज हालेर ठुलो भएको सब कालो हुन्छ कति खाएको थियो होला अहिले भर त यसको पेटै भरि खाली भयो त जति राख्दै अझै राख्नु र हुन्छ भयो भयो ल एउटा माछाको काम भ्याइयो मुखानी खान्छन् यिनले मुखमा नि खुवाइदिनुहुन्छ अरे मुखानी खाला बच्चा होला जस्तो बनाउनु भएको अरे पुरा यो त बच्चा भन्दा नि प्यारो अगर तीनजनाको दुःख हो परे भाइ माछा पनि सानो भएको हुन्छ तीनजना हो नि त तीनजना रातभरि तेल लाइ बस्नुभयो गाह्रो भयो नि दिदी अब ठ्याक्क बिहान पोख पानी पर्यो रुजियो दाइ म बाबु अब त्यही पनि अहिलेको पानी त्यति चिसो चाहिँ हुँदैन भयो भने बिमार फेरि बिमार भइहाल्छ अब यसमै राख्न मिल्छ होला यसमा जाँदा ल ठिक छ यो चाहिँ क्राफ्ट्स हो लेस यो लेस भन्छन् होइन यहाँको नाम हजुर लेस भन्छ नेपालमा त के भन्छन् खोइ नेपालमा त यस्तो माछै देखेको छैन मैले थाहै छैन नेपालमा त रगु माउर जलकपुर अरू हुन्छ गोल्डेन सर गोल्डेन खै के भन्छ हौ त्यो त्यति धेरै थाहा छैन अब हाम्रो गाउँको त प्योर अब असला माछा बुदुना माछा हुन्छ कि अब हाम्रो गाउँमा त हाम्रो त्यही तल ट्राउट पाल्छन् ट्राउट हो गाउँ पाल्ने त मानु त त्यत्र त पहिला नि मानु तर डर लाग्छ ल्याएको आज म फेरि जान्न नि त पहिला आफै समात्नु पर्छ पहिला त भाइ जानुहुन्छ बाबु जान्छन् पहिला त अब हामी थिएनौँ अब अहिले बाबु म भएर अब बुढाबुढी जानुहुन्थ्यो दाइ दिदी अनि छोप्न नसकेर कुद्यो भने गाली खाएर के भन्नुहुन्थ्यो त नि गाली गर्नुहुन्थ्यो गर्नुहुन्थ्यो नि सक्दै नसक्ने यस्तो नजाने त नआउने भने अनि नआएर अनि कसलाई लड जाने त किनभने उहाँ 3 बजे 4 बजे उठ्यो रातिको दिन माया मारी गएको छ बिहान सुनिनु माया मारी अनि गाली खान परेछ यस्तो त नआइन्छ त भन्नु अनि रिसिँदै पक्रिँदै गर्थ्यो कति गाह्रो हुन्थ्यो कहिले त माछा फुत्किएर रित्तै आउनुभयो अन्त घरसम्म 2-3 दिन पनि बोलचाल हुन्थेन होला दिदी गाली गर्दा त कति गाली गर्नुहुन्थ्यो यसको पेट त धेरै खाने त्यही भइसक्यो त टक्क ग्रिल गरेर खाने जस्तो त भेजिटेबल त हेर्नु नखाए पनि कस्तो खाम जस्तो पाक्छ दिदी पाक्छ त्यसको फ्लेभर हो क्या मेन त ल यसको च्याउ निकाल्दिनु न यिनको पेट त जति खाने अगाउन न भाइ यत्रो त छन् भन्दा ठुलो रहेछन् आजको मेन के भन्छ ठुलो पाहुना हुन्छ हाम्रो घरको फाइनल गरिदिउँ ल आजको हाम्रो रेडी भयो मेरो त यो दिदी भाइको काम ल यहाँ पनि छ यत्रो ठुलो राम म त डराएको त्यही त अघि देख्दाखेरि त ल यसलाई अब हामीले पुछा त धोनी भयो